क्लास 6-7 मा आउने फ्र्याक्सन च्याप्टरको यहाँ एउटा मल्टिपल दिएछ। यो कसरी गर्ने? पहिला यो क्वेशनमा हेर्ने मिक्स फ्र्याक्सनमा छ कि छैन। मिक्स फ्र्याक्सनमा छ भने पहिला हामी त्यसलाई फ्र्याक्सनमा चेन्ज गर्छौं। फ्र्याक्सनमा चेन्ज गर्ने फर्मुला चाहिँ 2 * 7 + 4/7 इन्टुको इन्टु लेख्नुस्। यहाँ 7 को के हुन्छ 7 * 3 + 1/3 इन्टुको इन्टु यो इन्टु यहाँ लेखिन्छ 6 * 6 * 5/6। फेरि मल्टिप्लाई गर्नुस् कति आइरहेछ 2 * 7 14 14 + 4 18 18/7 इन्टु 7 * 3 21 21 + 1 22/3 इन्टु 6 * 6 36 36 + 5 41/6। अब यसमा हेर्नुस् तलमाथि काट्न पाइन्छ। यसमा कुनै नम्बर तलमाथि काट्छ भने काट्नु होला। जस्तै यो काटिन्छ है 3 1 जा 3 3 6 जा 18। अब 6 6 तलमाथि छ काट्न पाइन्छ। अरु केही काट्छ काट्दैन। अब 22 यहाँ छ 7 यहाँ छ डिभाइड जान्न त्यही भएर त्यसै लेखिदिनुस्। माथि के बच्यो 22 * 41/7। अब माथि मल्टिप्लाई गरिदिनु होला। 22 41 मल्टिप्लाई गर्नुहुन्छ भने 1 2 जा 2 1 2 जा 2 4 2 जा 8 4 2 जा 8 2 10 9 भन्दाखेरि हाम्रो 902 आउँछ अपन 7। अब यसलाई फेरि मिक्स फ्र्याक्सनमा पनि लेख्नु होला। अब 90 2 मा 7 ले डिभाइड गरौँ त 7 ले कति चोटी आइराछ 9 मा 7 ले कति चोटी एक चोटी 7 9 बाट 7 घटाउँदाखेरि 2 0 तल आयो। अब 20 मा 7 ले कति चोटी 2 चोटी यहाँ 14 हुन्छ। अब यहाँ 6 2 अब 62 मा 7 ले कति चोटी 6 8 7 8 जा 56 7 9 जा 63 त्यही भएर 7 8 जा जान्छ 7 8 जा 56। अब 12 बाट 6 गयो भने 6 भन्दाखेरि हाम्रो के आयो 6 रिमाइन्डर यो पोइन्ट यो भनेको डिभाइजर। अब त्यही हिसाबले हामी के लेख्छौं हेर्नुस् 6 चाहिँ हामी के लेख्छौं माथि लेख्छौं 6 माथि लेख्छौं 6 हाम्रो माथि आयो डिभाइजर तल आयो क्वोटिएन्ट भनेको 128 साइडमा आयो। ल थ्यांक यू।